हाम्रो सरदार र भक्त प्रेमी र आज हाम्रो कार्यक्रम अन्तिम कार्यक्रम हो। हामीले सम्झेर सोचेर हो यो जन्मोत्सव यो 14औं भनेको सबैको लागि हो र हामी तपाईहरु जम्मा भएकोमा मलाई खुसी लागेको छ र अब हामीलाई के भन्छ भने याक्थुङ हंसा किराँत हुँदै 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 आएर थिबुङ याक्थुङ हंसा भयो। याक्थुङ किराँत याक्थुङहाङ भाषालाई अहिले ठुलो वैज्ञानिकहरू भाषा विशेषज्ञहरूले हामीले बोलेको भाषा 10,000 वर्ष पहिलेदेखि बोल्दै आएका भाषा हाम्रो मुन्धमहरू यथावत छ र हामीले यसलाई उज्रारण गर्नु, यसलाई अलिकति उन्नति गर्नु, यसलाई अलिकति विकास गर्नुको लागि हामी सबै लागिराखेका छौँ र अब हाम्रो मानिसहरूमा के हुन्छ भने लोभ पनि हुन्छ, लाभ पनि हुन्छ, पाप पनि हुन्छ, सबै थोक हुन्छ हामीमा। पवित्र रूपले लोभ गर्नु राम्रै कुरा हो, अपवित्र ढङ्गले लोभ गर्नु खराब हो र तपाईँले मैले हिजो पनि अलिकति भनेको थिएँ। महावीरले 88 सालमा सत्य धर्म मुजलका बनाउनु भयो। थिबुङ याक्थुङ साले हत्या हिंसा नगर्नु, मूल कुरा शोषित नखानु, छोरीचेली बेचेर नखानु भनेर उहाँले हामीलाई शिक्षा दिनुभयो। तर हामीले सुन्यौँ न, नसुनेपछि अलिकति हामी दुःखको सागरमा गयौँ। कसरी भने अनि लाजी दङ्बा सिङ्गुङ दङ्बा लाजी सिङ्गुङलाई दङ्बा लुम्बुङ दङ्बा सिङ्गुङ दङ्बा हो। तर सारा कुरा हामी बिर्सेको पठायौँ। हामी धर्म गर्नु जान्यौँ न, कर्म गर्नु जान्यौँ न र हामी दिन रात फौजदारी, दिन रात रक्सी खाएर फौजदारी गर्ने, जाँड खाएर फौजदारी गर्ने, आज चिठी हालहाल गरेर रप पाउनु पर्ने यस्तो चलानहरू हिजो अस्तिसम्म थियो र भर्खरै यसबाट हामी अहिले उक्सिँदै आइराखेका छौँ। अहिले त्यो जो हामीले बदमास गरेका थियौँ, जो अपराध गरेका थियौँ, त्यो आधुनिक तरिकाले अहिले अपराध गर्छन् मान्छेहरू, आधुनिक तरिकाले पाप गर्छन् क्या। अब म यसमा उदाहरण अलिकति छ्यास्सै दिन्छु। यहाँ ठुलो अपराधीहरू अगाडि बढेको छ, थाहा पाइँदैन, नजानिँदो पैसाको स्किमहरू गर्छ क्या, नजानिँदो पैसाको स्किम गर्छ। मैले यहाँको चेलाबुलाले त भनिराखेको छु, मैले त्यसतर्फ नलाग्नु भनेको छु। यी मङ्सिरङबाट मात्रै 2 करोड रुपियाँ भर्खरै स्मेल गरेर लौ, यस्तो अपराधहरू जन्मिएको छ। यो पनि पाप हो, यो गर्नु हुँदैन। मान्छेले फसाउनु हुँदैन। त्यसले गर्दाखेरि सबै कुरा हामीले बुझ्नुपर्छ। मान्छेले नजानिने तरिकाले, आधुनिक ढङ्गले, आधुनिक तरिकाले अपराध गर्छ। यो कुरा पनि हामीले बुझौँ र मङ्सिरङवासीहरू, मेरो वरिपरि बस्नेहरू के भन्छु भने तपाईँहरूसँग पैसा छ, त्यो पैसा त्यसरी स्किमहरूले नदिनु। स्किमहरू दिनुभन्दा त तलमा पढेर चिया किनेर खाँदा हुन्छ क्या। त्यसले तपाईँहरूले पैसा फारो गर्नु, त्यसको सम्पत्ति पनि फारो गर्नुपर्छ, पैसा फारो गर्नुपर्छ, खानेकुराहरू पनि फारो गर्नुपर्छ। भोलि त्यो सबै हराइगयो भने त अनिकाल हुन्छ क्या, थाम्नु नसकिँदा अनिकाल हुन्छ। यसले गर्दा पनि हामीले चहल गर्नुपर्छ, हामीले अरूलाई पनि हामीले पाल्नुपर्छ।
योगप्रति हामीले ध्यान दिनुपर्छ। यो कुरा तपाईँहरूले भने क्या यहाँ मङ्सिरभित्रबाट 2 करोड पैसा भर्खरै स्किमर गरेर लगाएको छ। 5-10 दिन मात्रै हुनेछ। यस्तो किसिमले स्किमरले अपराधीहरू निस्किएको छ। तपाईँहरूले नङ्गे भन्नुहुन्छ, तपाईँहरूले नङ्गो भुतुङ्गो बनाउँदा हाम्रो दिमाग छैन खै जनजातिको त हाम्रो बुद्धि छैन नि। त्यसले गर्दाखेरि यसबाट तपाईँहरू जोगिनु र तपाईँहरू खानपानबाट नै जोगिनु। खानपानबाट मैले भनिराखेको छु, सबै कुरामा जोगिनुभयो भने तपाईँहरूको शारीरिक कुराहरू, शरीरको पक्षको कुराहरू पवित्र हुन्छ र पवित्र भनेपछि तपाईँहरू बलियो हुनुहुन्छ। यसले गर्दाखेरि अहिलेको जमानामा, अहिले हिजोआजको युगमा अब हामी कुनै आशा छैन। साग सब्जी आलुदेखि लगेर धान कोदोदेखि लगेर सबै बिसाले हालिन्छ। बिसाले सबैमा बिस हानेको छ। त्यो बिसभित्र पसेर खुवाएर बसिहाल्छ। त्यो खाएपछि हाम्रो शरीरमा हामीले अनेकौँ क्यान्सरहरू, हामीले अनेकौँ अन्धाधुन्ध हामी ढलेर मर्ने प्रेसरहरू हाम्रो शरीरमा लाग्छ। यसले गर्दाखेरि यसबाट तपाईँहरूले जोगिनुहोस्। मेरो एउटा ठुलो बिन्ती छ। मेरो समाजलाई, मेरो धर्मावलम्बीहरूलाई, मेरो पक्षका मान्छेलाई म सम्झै बस्छु। सम्झन मेरो काम हो, मेरो कर्तव्य पनि हो र हरेक कुराबाट तपाईँहरू जोगिनुहोस्। र हामीले कोरबेडामा नखाइ छोडिँदैन। कोरबेडामा विषादी हाने आउँछ। त्यो विषादी पसेको छ। त्यसले हामीलाई असर गर्छ। स्वास्थ्यमा असर, डेङ्गुटा हुने, चक्र घुम्ने, मुटु दुख्ने, जिउ दुख्ने, खुट्टा दुख्ने, यी अनेकौँ बिमारहरू आउँछ। यसले गर्दा पनि यसबाट चाहिँ तपाईँहरूले बस्ने कोसिस गरौँ भनेर म चाहिँ तपाईँहरूले निवेदन गरेँ। र यो कुरा चाहिँ तपाईँहरूको शरीरको लागि, तपाईँहरूको अब स्वास्थ्यको लागि मैले तपाईँहरूले भनिराखेको छु। र हामीले सबैभन्दा पनि अब चिसो तिर्खा लाग्यो भने चिसो पानीमा हात खानु हुँदैन। अलिक तताएर सेलाएर खाने गरौँ। पानीको ल्याप्टे सोरेर खाने गरौँ। र पानीमा पनि आयु बढाउने घटाउने क्षमताहरू छ। यसले गर्दाखेरि सबै कुरामा ध्यान दिउँ र खानपानमा ध्यान दिउँ। अब हामी यही म भन्नु चाहेँ। अब हामी जतै बस्छौँ, हाम्रो त चलान के छ भने, हाम्रो बिहोरा त के छ भन्नुहुन्छ भने मेला बजारमा गयो। अहिले त मेला नजिक छोडेको छ। सहर बजारमा गयो होइन, जुवा खेल्यो, टाइस खेल्यो, के खेल्यो, दुनियाँ खेल्यो, अनि हिँड्दो बस्यो, अनि खाने पदार्थ थियो, रक्सी खायो, जाँड खायो, अनि शरीरमा रोग उत्पादन भयो। अनि डक्टरले त सुन्नु लाउनै पऱ्यो। सुन्नु लाउँदाखेरि पैसा बताएर के हो डक्टर त? अब सबै यन्त्र लाउनै पऱ्यो शरीरमा, पैसा त बाँकी पर्यो। यसले गर्दाखेरि तपाईँहरू जीवनलाई स्वच्छ राख्नु लागि चाहिँ तपाईँहरू आफै प्रयास गर्नुहोस्। तपाईँले कुलतमा कुलतमा फस्नुहोस्। तपाईँहरू हिरोइन सरेज खाने अनि गाँजा गुरुमा नफस्नुहोस्। र गाँजा भन्ने चिज हिजोको महात्माले खान्थे, साधु भन् सन्तले खान्थे, अद्भुत हिमालमा बस्थे। त्यो अहिले त दुनियाँले खान्छ, सबै भित्री भएर जान्छ। यसले गर्दाखेरि हामीले शरीरले जगाउने प्रयास गरौँ। नानीहरूलाई सिकाउँ, नानीहरूलाई राम्रो बोल्ने सिकाउँ होइन। मैले जस्तो बिएमबी हस्पिटलमा गएको थिएँ, त्यहाँको सिस्टर, त्यहाँको स्वास्थ्य कर्मीहरू बोलेको सुन्दाखेरि एउटा अर्कै खालको जस्तो फिलिङ आयो। नरम शब्दमा, राम्रो शब्दमा बुवा आमा दाजु भाइ भनेर उनीहरूले यसले सम्बोधन गर्थ्यो क्या। यसो म सम्झेँ, यिनीहरूले एउटा नयाँ सिस्टम राखेको रहेछ जस्तो लाग्यो। र त्यसले गर्दाखेरि हामीले सबै कुरामा बच्नु, दिमाग बढाउने, दिमागलाई राम्रोसँग ज्ञान आउने, यो बाटो बचाउनु। अब हेर्नुहोस् है, एउटा कुरा भयो, हाम्रो मान्छेहरू अहिले धेरै झुन्डेर मर्दैछ। हाम्रो मान्छेहरू अहिले धेरै झुन्डेर सुसाइड भएर मर्दैछन्। किन भन्दाखेरि खाइपिए हाम्रो त त्यही हो, खानै पऱ्यो, पिउनै पऱ्यो, खानै पऱ्यो, अनि विचारहरूमा खराब आउँछ, विचारहरूमा खराब जन्मिन्छ, अनि झुन्डिनु मन लाग्छ, झुन्डिँदो रहेछ।
त्यसै कारणले हामीले खराब मन खराब विचारहरू चाहिँ आत्माबाट चाहिँ हटाउनु पर्छ कि हामीलाई कहिले त्यसो गर्दाखेरि पवित्र मन आउँछ जुनिनु मन आउँदैन राम्रो मन आउँछ पैसा कमाउने मन आउला दिमाग बढाउने कामहरू मन आउला दिमाग बढाउने मनहरू आउँछ राम्रो कुरालाई हामी भित्र राख्दै लाने नराम्रो कुरा फाल्दै जाने हो त्यसरी तपाईँहरूले ध्यान दिनुहोस् तपाईँको लागि हो मैले तपाईँकै लागि यत्रो खर्च गरेर हामी बोलिराखेका छौँ भनिराखेका छौँ अब अहिले म बोलेको संसारभरको युगको अहिले आधुनिक जमाना भएको लागि अहिले विभिन्न फेसबुक छ युट्युब छ संसारहरू हेरिराखेको छ तर म यही तपाईँलाई अनुरोध गर्न चाहन्छु अब तपाईँहरू पैसा बचाउनको लागि प्रयास गर्नुहोस् पैसा कमाउनको लागि विदेश जानुहुन्छ त्यो कमाएर त्यतै राखी छोड्नुहुन्छ अनि त्यो पनि फाइदा भएन त्यसले यता लिएर तपाईँले सब प्रयोग गर्नुपर्छ घर बनाउने नानीहरू पढाउने खानादाना राम्रो खुवाउने सुगर सफाइ गर्ने साफसफाइ गरेर खाने जो चलान बसाउन त होइन त्यो गऱ्यौँ भने हामीले पवित्र हुन्छ क्या अब म एउटा के भन्छु भने अब हुन त म पनि जाड भाङ खानेहरूकै बिचमा जन्मेको मान्छे हुँ अब मैले हिजो पनि अलिक कथा गरेँ भने जाड त यति किसिमको बन्छ भने राम्रो थाहा छ मेरो आमा पनि रक्सी बेचेर जिन्दगी बिताएको हो लास्टमा मेरो आमालाई क्यान्सर भएर सक्नु भएको छ र रक्सी यत्रो प्रकारको बन्छ भने मलाई थाहा छैन म त त्यही समाजमै हुर्केको हुनाले मलाई राम्रो ज्ञान छ अब सबैभन्दा पनि त्यो जाड बनाउने तत्त्व छन् त्यसलाई खेसुन भन्छ हाम्रो भाषामा खेसुन भनेको खेल त्यो खेसुन लागेपछि खेल अनि मरपर जाँदा पनि तम्फुँदै राखे भन्ने हाम्रो चलानहरू छ नि त हामीले त्यही भन्छौँ अनि त्यो खेसुन लगाएपछि राम्रो जाड बन्ने नराम्रो जाड बन्ने छुट्टिन्छ राम्रो जाड भुलियो हुन्छ नराम्रो जाड तितो अमिलो हुन्छ त्यो स्वभाव त्यसै छुट्टिन्छ अनि त्यो किसिमलाई जन्म गर्नेमा मेरो फुटबलले मलाई काम लाउँथ्यो क्या यत्रो एउटा टाउको बुनिदिन्थ्यो अनि बटुल्नु पऱ्यो म सबैभन्दा चाहिँ त्यसले गर्दाखेरि त्यसले त्यो मरेको चिज पकाएर मरेको हुन्छ नि भात त मरेको हो नि त त्यसले जलाउँछ क्या यस्तो शक्ति हुन्छ त्यहाँ अनि त्यो खाएपछि त्यसले भित्र अहङ्कार क्रोध प्रबन्ध आँट बढाउँछ लत्ता पर्ने क्षमता बढाउँछ यस्तो खालको उत्पादन गराउँछ अनि हामी खाएपछि लत्ता पर्छौँ यसलाई हिँड्दै पुर्छौँ मासु भने आँट आउँछ पुर्छौँ यसले गर्दाखेरि हामीले श्राप भएको छ सत्य श्राप भन्छ क्या हो त्यसले हामीलाई छेलेको छ है त्यसले गर्दाखेरि त्यसले उगार्नको लागि त्यसले उगारौँ भने हामी अत्यन्तै पवित्र ज्ञानमा पवित्र लक्ष्यमा पवित्र उद्देश्य लक्ष्यमा पुग्छौँ क्या अब जहाँसम्म त्यो छोड्न सकिएन भने पुग्न सक्दैन त्यसले गर्दाखेरि श्राप परेको छ हामीलाई हाम्रो जागिर कस्तोमा छ हामी सबैभन्दा यात्रुलाई के भन्छौँ भने यात्रु अनुसारको जागिर कस्तो छ कहाँ ड्याममै बन्द लागेर गोली लागेर मर्ने ठाउँमा जहाँ बम गिरेर मर्ने ठाउँमा होइन अहिले बमहरू पनि विशाल अनेक तरिकाको बनाएका छन् यस ठाउँमा आगो लागेको छ त्यो हामीले अलिकति हाम्रो धर्म कर्म नभएको कारणले श्राप परेर त्यस्तो ठाउँमा पुगेका छौँ तर त्यसलाई पवित्र बनाउन भन्नुको लागि हाम्रो किराँत धर्म है हामी किराँत धर्म लाग्नु फेरि यसले धन्ने प्रयास धर्मको पापले धन्य हो नि त्यो पाप लागेको छ त्यसले धन्ने यो कालो छ भने त्यसले धन्नु साबन भन्ने यसले गर्दाखेरि तपाईँले यो कुरामा ध्यान दिनु होला र म यो भन्छु हुन त म आफ्नै मेरो दाजुभाइहरू म लिङ्गदेन हुन् मेरो बन्धुहरू उहाँहरू त्यो सुँगुरको पिठा त खानु हुँदैन भनेर उपदेश दिएर आउनु हो
मुनि त्यही पोखिराखेका छ। मेरा दाजुभाइ त साह्रै रमाइलो गरेका सुँगुरको मासु त साह्रै प्यारो गर्छ है मेरो दाजुभाइहरूले त यस्तो किसिमले पेट ढुकिराखेका छन्। र पनि अहिले अलिक 20-19 भएको छ। यो खाना त रोगको लागि सकियो भन्ने कुरा सबैको दिमागमा भइराखेको छ। र हाम्रो यात्रुमा शाहहरूमा हाम्रो किराँत परिवारमा पनि अलिकति अहिले चेतना चाहिँ अलिकति बढेको छ। त्यो मलाई आशा लागेको छ। यत्रो वर्ष यो कामलाई अगाडि बढाएर ल्याउँदा अब हाम्रो केही सिङ्गमिया नि हुनुहुन्छ। मैले मागेन अध्यक्ष अहिलेसम्म छोडेको छैन, उसैले नेतृत्व गर्नुभएको छ। चन्द्रप्रकाश शर्मा छ। यिनीहरू यो खालको पनि मर्ने सिद्धिँदैन। उनीहरूले छोडेर नयाँ जीवन पाएको छ र नयाँ जीवन भएर बसेको छ। अहिले हाम्रो मागेन अध्यक्ष त उसकै गुरुका मान्छेहरूको बक्काहरूले हिँड्ने मान्छेको मान्छे सिकुट्यो बोल्यो पछाडि हटिदियो। अनि हाम्रो त्यस्तो संस्कार छ। त्यो संस्कारलाई अलिकति माझेर टक्कै टल्काउनु पऱ्यो। टल्कै टल्केपछि त्यो अर्को टल्किँदै सबै टल्किँदै गएपछि आफू बनेपछि गाउँ बनिन्छ। गाउँ बनेपछि जिल्ला बनिन्छ। जिल्ला बनेपछि राष्ट्र बन्छ। क्या त्यसले गर्दाखेरि तपाईँहरूले यो कुरा सम्झेर तपाईँहरू अलिकति यो चिजहरूबाट अन्तर हुनुहोस् र तपाईँ विवेक गर्न सिक्नुहोस्, जप गर्न सिक्नुहोस्, ध्यान गर्न सिक्नुहोस्, मनलाई सम्झिने दिन रात हाम्रो पृथ्वी आकाश माता पिताले सम्झिने तपाईँले बानी बसाउनुहोस्। यो कुरा नै साह्रै ठुलो हाम्रो ठुलो यो चाहिँ हाम्रो कर्म हो। यो कर्म सिक्नुहोस्। तपाईँहरूको छोराछोरीहरूलाई राम्रो बोल्न सिक्नुहोस्, राम्रो गर्न सिक्नुहोस्। हाम्रो यात्रुमाहरू त राम्रो बोल्दैनन् त। त्यो मेरो मौलिक भएन त सुनि नसक्नु बोल्छन्। यस्तो स्वभाव त्यो स्वभावलाई चेन्ज गर्नुहोस्। तपाईँले बिस्तारै चेन्ज गर्नुहोस्। विभिन्न खालका उपत्र अर्थ लाग्ने खालको शब्दहरू नबोलौँ र राम्रो अर्थ लाग्ने शब्दमा सिकौँ र सबै नानीहरूलाई राम्रो ठाउँमा उतारौँ। म यही कुरा तपाईँहरूसँग हाल्दै अनुरोध गरेँ र देवी अवतारमा जे भक्त्या नगरौँ, ईश्वरको नाममा जे भक्त्या नगर्ने। अब नखान सक्नेले अलिअलि खान्छे होइन, दबाईको रूपमा। जबपछि नखान सक्ने चरासी खानु पाएन कामछन् भयो भन्छ। यिनीहरूले अलिअलि दिनले छोड्न लाउनुपर्छ र हामी पवित्र बन्नुपर्छ। मेरो सङ्गतहरू धेरै पवित्र भएको छ। खानपानबाट टाढो छ। म तपाईँ तपाईँको जन्म गरौँ, तपाईँको रहनसहन, तपाईँको सभ्यता, तपाईँको लोकप्रियता, यो कुराहरू संसारमै आएर ध्यान गर्छ र त्यसले गर्दाखेरि तपाईँले त्यो कुरालाई ध्यान दिने हो र तपाईँले त्यो कुराबाट तपाईँ उसिन्ने हो। र अब मुखमा कस्तो मान्छे मात्रै आउँछ भन्नुहुन्छ भने मेरो पेट छ भने आउँछ, कहीँ त ढाड छ भने आउँछ, कहीँ हड्डी छ भने है डक्टरकोमा जाउन भने जाँदैन नि यता। अनि कसैले मुटु दुख्यो भनेर आउँछ, कसै 3वटा गयो भनेर आउँछ। त्यस्ता मसँग त जन्म आउँछ। राम्रो मान्छे त आउँदैन। त्यसले गर्दाखेरि तपाईँहरू ज्ञानको लागि, सिद्धिको लागि, विवेक र पहिचानको लागि तपाईँहरू आउनुपर्छ। यो सिक्नुपर्छ। अब कर्म हामीले गर्दै आयौँ, घरमा पनि गर्दै आएका छन्। यो भोलि मेरो सिट पछाडि तपाईँहरूको हो। तपाईँले यसलाई अगाडि बढाउनुपर्छ, यसलाई बढाउन सुरु गर्नुपर्छ। अब हाम्रो मन्दिर छ, हाम्रो यहाँनिर हाम्रो जग्गा जमिन छ, यसलाई कसरी राम्रो बनाउने, कसरी भौतिक विकासमा अलिकति चाहिन्छ, भौतिक विकासहरू कसरी गर्ने। अब यहाँनिर बल्ल बिजुली बिजुली आयो, खानेपानी भन्थ्यो आयो, स्कुलहरू बन्द छोडा छ यहाँनिर अहिले। र हाम्रो भाषा, हाम्रो मुन्डुमहरू सिकाउने, पढाउने, हाम्रो मुन्डुम सबै नभइसकेको छ। हाम्रो मुन्डुम हराइसकेको छ। त्यसले गर्दाखेरि हाम्रो मुन्डुमलाई जागृति गर्नु पऱ्यो, हाम्रो संस्कृतिलाई जागृति गर्नु पऱ्यो, हाम्रो दर्शनलाई अगाडि बढाउनु पऱ्यो। तपाईँको काम है। मलाई खुसी लागेको छ तपाईँले यसरी आउनुभएकोमा। अब हाम्रा
मुख्य हाम्रो अतिथि प्रमुख अतिथि हामी हिजो ल्यायौँ। उहाँले राम्रो कुरा भन्नुभयो, हाम्रो भाषाबाट राम्रो अर्थ लाग्ने कुरा भन्नुभयो। उहाँले म के भन्न चाहन्छु भने याक्थुङहान भाषाबाट चाहिँ याक्थुङबा भाषाबाट चाहिँ उहाँले पिएचडी गर्नुपर्छ झन् जस्तो लाग्यो। संस्कृतबाट त पिएचडी गरिसक्नुभयो, सरकारी चाकरी पाउनुभयो उहाँले। अब हाम्रो गर्ने बेला पो हाम्रो विद्यार्थीहरू उहाँले पढाउने बेला छ। अब आयो खै पालो त यो भाषालाई अगाडि बढाउनु त्यसरी हो। अब हामी दिनरात सेवा भक्ति गर्ने, नुहाइले गर्ने, साफसफाइ गर्ने, र हामी खानेकुराहरूमा अलिकति कन्ट्रोल गरौँ है। तपाईँ हामीले कुनै चिज धेरै बेटाइम नखाने, मिठो चिज धेरै बेटाइम नखाने, ठिक्क हुने, ठिक्क बस्ने किसिमले र समयमा सुत्ने, समयमा उठ्ने बानी गराउनुपर्छ। यो कुराहरू तपाईँले सिक्ने हो। र हामी अब यहाँ हाम्रो मुन्धुनबाट गाउने गायकहरू धेरै हाम्रो उत्पादन गरेका छौँ। यो मान्छेबाट गायकहरूले राष्ट्रिय गायक पनि भएको छ। अहिले राष्ट्रिय गानाहरूमा गाउँछ। र यहाँबाट यो गायन क्षेत्रमा पनि अलिकति हामीले अध्ययन गरेका छौँ। र त्यसले गर्दाखेरि सत्सङ्गीत भनेर नाम राखेका छौँ। र यसमा हाम्रो मेरो चाहिँ भने जस्तो भएको छैन। भाषा, भाषी, संस्कृति, हाम्रो सभ्यताहरू लिएर बनाउनुपर्छ। र यहाँनिर हाम्रो किराँतहरूको जति हाम्रो आदराजीको किराँत पर्वहरू छौँ, हामीले किराँतहरू धेरै छन्। धिमालहरू किराँत हो, धिमालहरू किराँत हो, शेर्पाहरू किराँत हो, गुरुङहरू किराँत हो, मगरहरू किराँत हो। किराँतहरू सायद धेरै छन्। यसले गर्दाखेरि किराँतहरू आफ्नै किसिमले शब्दमा आफ्नो संस्कृतिमा अहिले बसेका छ। यो संस्कृतिलाई एकता गराउँदै लान्छ। त्यसबाट ज्ञान एउटा लक्ष्य उद्देश्य प्राप्त हुँदै जान्छ। भोलि हाम्रो भावी सन्तानहरूको लागि राम्रो हुन्छ। यो कुरा मैले देखेको छु। क्या हामी अति धनी छौँ, अझै घोर किराँत छौँ। आजको 100-500 वर्ष पहिला उहाँको किराँत बाहुनले पानी समाउँदाखेरि किराँत देशी उत्तराखण्डले संस्कृतमा भन्नै पर्यो। किराँत हुनुपर्थ्यो। किराँतहरूले संरक्षण गरेका हामीले अब इतिहास हेर्दाखेरि हामीले संरक्षण गरे। हिन्दू र मुस्लिमको एकपल्ट लडाइँ र क्रान्ति हो। त्यति बेला मात्रमा ब्राह्मण बाजेहरू यहाँ आउन हो। किराँत राजाहरूसँग सम्पर्क भएर सन्धि गरेर चाहिँ यहाँ बसोबास गरेको हाम्रो प्रष्ट इतिहासमा। र हामी सबै मिलेर बसेका थियौँ। 4036 नभने चाहिँ नेपालमा सबै मिलेर बस्छौँ। चिन छक्क पर्छ, यहाँ 4036 मिलेर बसेका छौँ। सबै बसिरहेका छौँ, बाँच्छौँ, जुत्छौँ, एकीकरण छौँ आफ्नो किसिमले मिलेर बसेका छौँ। अन्तिममा गएर यसले गर्दाखेरि यस्तो फुलबारी मान्छेहरू जात बसेर फुलबारी भनेको नेपाल मात्रै हो, अरू देशमा त छैन है। यसले गर्दाखेरि अब हामी सबै मिलेर असल कुराले पछ्याएर बस्नुपर्छ। र म राजनेताहरू के हुन्छु भने राजनेताहरूले नेपाललाई जोगाउने काम हो। नेपाल भनेको नेपालीहरू पनि जोगाउने काम हो। नेपाल जोगिएन भने हाम्रो उपाय छैन। भोलि नेपाल राष्ट्रको झन्डा यसो पानी झालेर उसको झन्डा लाएर बस्नु पर्छ। हामी अनर्थ नेपाल राष्ट्रले जोगाउने, आफ्नो भूमिले जोगाउने, आफ्नो भाषा, साहित्य, संस्कृति जोगाउने, यही नै हो। मेरो चाहिँ एउटा यसपट्टि मेरो चिन्तन छ। र तपाईँ हामीले अब जम्मा भयौँ, तपाईँले चिताको हाँकेको काम कर्म सबै सफल हुन्छ, मनोकामना सफल हुन्छ। यहाँ थारूहरू पनि आएको छ, हिमालहरू आएको छ, यहाँ सबै छ मान्छेहरू हामी जम्मा भइराखेका छौँ। हाम्रो संस्कृति, लोक संस्कृतिहरू सबै जम्मा हुँदैछ। यो हामी संस्कृतिको पनि धनी छौँ क्या, बुझेका छैनौँ। यो चिज मेरो हो भन्ने कुरा बुझेकै छैन। त्यसले गर्दा बुझ्नु पऱ्यो, त्यो हामीले सम्हाल्नु पऱ्यो, यसले रक्षा गर्नु पऱ्यो। म यही भन्छु तपाईँहरूसँग। र हामी फेरि अब पर्व भनेको दुईवटा रहेको। अब हामी माघ कान्छेको युवा पूजाको एउटा पर्व छ। र हामी फागुन 3 गते एउटा हिन्दू आमाको पर्व छ।
अब त्यसमा हामी जम्मा हुन्छौँ। अहिलेदेखि नै के हो जम्मा गर्नुपर्ने प्रभावहरू हुँदै जाउँ जम्मा हुँ, यो कुरा पनि तपाईँहरूले निर्देशन चाहे र मलाई खुसी लागेको चाहिँ अब यति तपाईँहरू जमाउनु भएको छ, जे भन्दा तपाईँहरूको मुखमा चोट त छैन। यहाँ त साह्रै जाडो हुन्छ, चोट त खान्छ नि मान्छेले, तर तपाईँहरूको मुखमा चाहिँ चोट छैन। यो कुरा चाहिँ यति भए पनि मलाई त पुग्यो के मलाई खुसी लाग्यो र म प्रसन्न भएँ। तपाईँहरू अरू कुराहरू चाहिँ छँदैछ र सुधार हुँदै जाने, विचारलाई परिवर्तन गर्दै जाने, खराब विचारलाई हटाउँदै जाने, राम्रो विचारलाई राख्दै जाने। म यो भन्छु तपाईँसँग मेरा बिन्ती हो यो र मेरो तपाईँसँग बिन्ती छ र यो कुरा मैले भन्नु पाएँ, खुसी लागेको छ। र आज हामी यसो भेला भएकोमा अब यो यति मात्र भेला हुनुहुन्न, भोलि यहाँ त करोड मान्छे जम्मा हुन्छ, यो करोड मान्छे अटिनुपर्छ यहाँ। यसले गर्दाखेरि तपाईँहरूले यो कुराहरू अहिले नै सम्झिने, बुझ्ने र तपाईँले ज्ञानको कुराहरू राम्रो बुझ्नेतिर तपाईँले लानुहोस्। यी कुराहरू अनुरोध गरे तपाईँहरूले र हामी यसमा एउटा म के सम्झेको छु भने एउटा महादेवको तामाको एउटा शारीको नाम एउटा खट भन्छ माथि चढाएर तान्नुपर्छ क्या। त्यो चाहिँ तान्ने एउटा मान्छेको वरिपरि तानेर परिक्रमा गर्ने मेरो ठुलो इच्छा छ र एउटा त्यो इच्छा छ। अनि यो खटलाई चाहिँ यसमा राखेर तान्ने र त्यसमा त 1 लाख जस्तो जनसङ्ख्या चाहिन्छ, वरिपरि 1 लाख तयार गर्नु पऱ्यो। तपाईँ मैले निवेदन गरेँ अझै 1 लाख जनसङ्ख्या जम्मा भएर त्यो खटलाई तान्नुपर्छ। गुरुको आशीर्वाद पाइन्छ, ठुलो शक्ति प्राप्ति हुन्छ। त्यसो भए धेरै कुरा भन्नु चाहिएन। मैले सोचेको कारणले तपाईँले समय दिएको मात्रै हो, तपाईँले माया गरिरहेको छु। अहिलेसम्म मैले तपाईँहरूले जे मागे मैले दिएको छु, जे मागे तपाईँलाई पुगेको छ, पुऱ्याएको पनि छु र यो कुरामा अनुरोध गर्दै अब यहाँ त सबै मन्त्री मान्ने आउँछ, केही मान्ने आउँछ, केही मान्ने आउँछ, विभिन्न मान्नेहरू त पुरा गरेको भएको छ मनको शक्तिले। र हामीले यी कुराले तपाईँलाई सम्झना गर्दै, तपाईँले यो कुरालाई निवेदन गर्दै तपाईँको दिमागमा बस्छ सत्य कुरालाई, सत्यको एउटा सत्यमा सत्यको राज्य स्थापना होस्, होइन सत्य कर्म होस् भन्दै शब्द यहाँ टुङ्गिनु चाहे। सेवाहरू धन्यवाद।